के बोल्छ नराम्रो मार पर्यो मलाई नराम्रो मार पर्यो यसलाई साथी साथी भनेको जार पर्यो मिर्मी मुनि काली धुनेको पशुपतिले भर्नी हो शिरा भर्नी हो शिरा दाइमाथि घात गर्यो आखिर हे यो सितनी लाइरहेछौ मनु लाइरहेछौ मनु हे चोट परेछ के भन्नु मिर्मी मुनि काली धुनेको रुँदै हिँड्ने बनाछ कर्मले बनाछ कर्मले के भन्छ पशुपति शर्माले हे छाती चिरे झैँ भाछ छुराले झैँ भाछ छुराले यो सित बान्या टारमा गएको कुराले मिर्मी मुनि काली धुनेको बहिनी भन्दै मिठो गफ दिन्थ्यो नि मलाई मिठो गफ दिन्थ्यो नि म सहिन अर्कै सहिन्थ्यो नि हे मन भए उसित फास्न तिमी क्यार्न गयौ त गाड बस्न मिर्मी मुनि काली धुनेको दाइले जे भने नि मान्थे म भने नि मान्थे म खानी आशाले जान्थे हे अस्ति सँगै सुते दायाँ र बायाँ राति भन्यो मनमाया खुसी मान्छन् भेट हुन पाएसी सम्झलन तिहार आएसी हे ऐ भखर्नी नपर है भर भन्यो कान्छी भाउजू नमस्कार गर भन्यो कति साह्रै निष्ठुरी बनेको हो र दाजु भाउजू भनेको हे मनमा कुरा गुम्स्या छ कति त यति छिटै भुल्यौ र अतीत मिर्मी मुनि काली धुनेको बुझ्नै गाह्रो लग्नेको जाता बहिनी भन्थ्यौ पाप रहेछ मनमा त हे तिमलाई कहिले भनेर बहिनी सिन्दुर हाल्ने आशा छ अझै मिर्मी मुनि काली धुनेको के बोल्छ नराम्रो मार पर्यो मलाई नराम्रो मार पर्यो यसलाई साथी साथी भनेको जार पर्यो मिर्मी मुनि काली धुनेको हे चोखो माया थिए नि लाको त तै गधा हो जार बन्न आको त मिर्मी मुनि काली धुनेको पशुपतिले भर्नी हो शिरा दाइमाथि घात गर्यो आखिर हे पशुपतिले भर्नी भए सिउँदो बिस्किनी देउ रहन्न मजिउँदो मिर्मी मुनि काली धुनेको हे म किन्दिमला 2 मिटर डोरो मेरी डार्लिङ नहेर एको मिर्मी मुनि काली धुनेको जे पर्ला सँगसँगै भोग्नलाई जेठान भना देउ खुट्टो ढोग्नलाई हे पाप
पिरहेछ चुप्लाएर बसेस चुप्लाएर बसेस मैले मनु लान्छु मेरो घर नपसेस मुनि काली मुनिको हे बसिरा छु पागल झैँ बनेर मनमाएको मायामा हे बसिरा छु पागल झैँ बनेर ढोगर बरु भिनाजु भनेर मिर्मी मुनि काली मुनिको पहिले बहिनी भन्थ्यौ के गर्छौ हुरुक्का के गर्छौ हुरुक्का गर्देऊ बरु कन्यादान खुरुक्का मेरो आफू गर्दैछु कन्यादान नभावन नमाया मौलाको के भो आशा म किन बोलाको फुलको घरको हे अन्तै माया बस्यो कि बेसारी किन उता बोलाको यसरी फुलाको घरको मलाई डर लाग्दो बेथा छ धर्मीलाई जिन्दगी के थाहा छ फुलको घरको हे आफ्नै बनाई खोज्यौ कि पुजुनलाई अलि उमेर छैन बुझ्नलाई फुलाको घरको ओ कस्तो दिनमा जुधेछन् आँखा कुरा काटिसकेका छन् ख्याल राख फुलको घरको हे पर्या छैन मैले त सुन्न कसछु त भन्नेको मुख थुन्न फुलाको घरको साँच्चै किन अप्ठ्यारो बन्या छन् कारै किन्दियो राजुले भन्या छन् हे